Hello guys, welcome back to my YouTube channel. So आज चाहिँ यहाँ हेर्नुस्, यो चाहिँ नरेगाको मान्छेहरू बनाउनु भएको हैन। हेर्नुस्, नरेगाको मान्छेहरू बनाएको हेर्नुस्, यो चाहिँ हो बेल कटर हैन। अन्त हेर्नुस्, यस्तो छ हाम्रो गाउँठाउँमा चाहिँ हैन। यहाँ तल चाहिँ आइसिडिएस हेर्नुस्, आइसिडिएस चाहिँ रिपेयरिङ गरेर चाहिँ नयाँ बनाएर चाहिँ यस्तो भइरहेछ हैन। हेर्नुस्, अन्त यो पनि नरेगाले बनाएको यो के अरे सिडी चाहिँ मान्छे हिँड्ने बाटो। अन्त हेर्नुस्, यस्तो छ हाम्रो गाउँमा चाहिँ हैन। सिडी दुईटा चाहिँ बनायो एमजी नरेगाको मान्छेहरूले। अन्त दामी छ, यस्तो दामी बनेर छ नि आइसिडिएसहरू त। अझै कम्प्लिट चाहिँ भएको छैन जस्तो लाग्यो भित्र चाहिँ हैन। अन्त यहाँ चाहिँ टोइलेट पनि रिपेयरिङ भएर छैन, यस्तो नयाँ बनिरहेछ। यो चाहिँ हो डस्टबिन, यो चाहिँ डस्टबिन मैला हाल्ने। अन्त हेर्नुस्, टोइलेट पनि नयाँ बनाएछ हैन। हेर्नुस्, टाइल्स उसाएर यति दामी बनाइरहेको रहेछ। यहाँ चाहिँ मालमाथाहरू दुन्ने रहेछ हैन। यो चाहिँ बाथरुम रहेछ। अन्त यहाँ हेर्नुस्, यो चाहिँ टोइलेट आम्बो क्या दामी बनाएछ, दामी बनाएछ हैन। नरेगाको मान्छेहरूले चाहिँ यो रिपेयरिङ आएको जस्तो लाग्यो। अन्त आज चाहिँ छुट्टी हैन, सेकेन्ड सटरडे भन्दै थिएन, छुट्टी अरे। आज चाहिँ आइसिडिएस पनि छुट्टी छ, को पनि आएको छैन। यहाँ तल चाहिँ यो जग्गा चाहिँ फुल नै फुल थियो हैन। उखालेर चाहिँ तल सारेको रहेछ। हेर्नुस्, उपर आएको काकाले गाडी धुनुहुँदैछ हैन। अन्त सो आजको भ्लग चाहिँ यति नै होला। मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यहाँ हेर्नुहुँदैछ तपाईँहरूले, यहाँनिर उयो पलाइरहेको रहेछ हैन, के अरे गुराँसको यो यता हेर्नुहोस्, यो चाहिँ हो दाना। यो चाहिँ उयो खान्छ, सुपारी खान्छ, उयो के अरे सुक्यो पनि चाहिँ। सो यति नै होला आजको भ्लग चाहिँ।